फेरि म एउटा नयाँ भ्याकेन्सी लिएर आइसकेको छु यो हाम्रो नेपाल भ्याकेन्सीको युट्युब च्यानलमा र जतिजना नयाँ हुनुहुन्छ भने अनि पुराना साथी हुनुहुन्छ भने सबैजनाले यो भिडियो फर्स्टदेखि लास्टसम्म हेरिदिनु होला अनि नयाँ साथी हुनुहुन्छ भने सबैजनाले के गर्ने सब्स्क्राइब अनिवार्य रूपमा गरिदिनु होला ठीक छ र यो भ्याकेन्सीको बारेमा पुरै डिटेल रूपमा जानकारी लिन सक्नुहुन्छ ठीक छ ल सबै साथीहरूले फर्स्टदेखि लास्टसम्म भिडियो हेरिदिनु होला ठीक छ ल आज म चर्चा गर्ने छु हेर्न सक्नुहुन्छ ल यो कर्जा कोर्समा भ्याकेन्सी आएको छ हेर्न सक्नुहुन्छ खुला प्रतियोगिता मार्फत हुने पदपूर्ति सम्बन्धी सूचना छ ठीक छ कहिले भएको छ प्रकाशन त हेर्न सक्नुहुन्छ 2081 12 महिना 8 गतेको प्रकाशन भएको छ शुक्रबारको ठीक छ यो पनि भनिदिएछ ठीक छ ल अनि यतातिर हेर्न सक्नुहुन्छ यो फर्मको अझै डिटेल यो आफैले यो पढ्नु होला ठीक छ अनि भिडियो धेरै लामो हुन्छ मेन पोइन्ट भनिदिइरहेको छु यसको वेबसाइट के हो त यसको वेबसाइट हेर्न सक्नुहुन्छ www.dcgf.gov.mp छ ठीक छ यसको वेबसाइट यो वेबसाइटमा गएर अनि अनलाइन फर्म भर्न सक्नुहुन्छ अनलाइन एप्लिकेसन फर्म भर्न सक्नुहुन्छ ठीक छ यो वेबसाइटबाट ठीक छ ल अब भ्याकेन्सीको पुरै डिटेल कुन विज्ञापन खुलाएको छ त्यसको विज्ञापन नम्बर कति छ र त्यसको कुन तह छ र कति विज्ञापन छ कति पैसा छ यो पुरै डिटेल रूपमा जानकारी लिन सक्नुहुन्छ यो भिडियो फर्स्टदेखि लास्टसम्म अनिवार्य रूपमा हेरिदिनु होला अनि सब्स्क्राइब त अनिवार्य रूपमा गर्नु होला ठीक छ ल सबैभन्दा पहिला यस फर्स्ट विज्ञापन नम्बर यतातिर हेर्न सक्छु यसको विज्ञापन नम्बर यति छ प्रबन्धकको छ तह 9 छ प्रशासनको निकालेको छ ठीक छ खुल्लामा छ खुल्लाको संख्या 1 छ यसको परीक्षा दस्तुर 1000 रुपैयाँ टोकेको छ ठीक छ ल यो आफैले राम्ररीसित पढ्नु होला ठीक छ ल अनि त्यसपछि यतातिर फेरि यसको विज्ञापन नम्बर यति छ हेर्न सक्नुहुन्छ यसको विज्ञापन नम्बर यसको सहायक कम्प्युटर अधिकृतको निकालेको छ हैन हेर्न सक्नुहुन्छ यसको विज्ञापन नम्बर सहायक कम्प्युटर अधिकृत छ र 6 पदको छ ठीक छ त हेर्न सक्नुहुन्छ 6 छ ठीक छ र प्राविधिकको छ यो प्राविधिकको निकालेको छ हेर्न सक्नुहुन्छ प्राविधिकको छ हेर्न सक्नुहुन्छ र प्राविधिकको छ र यसको कम्प्युटर इन्जिनियरको निकालेको छ ठीक छ खुल्लामा 1 जना छ र यसको दस्तुर कति 700 रुपैयाँ छ हेर्न सक्नुहुन्छ ठीक छ ल अनि फेरि म अब तलतिर गइरहेको छु ठीक छ ल त्यसपछि फेरि यसको विज्ञापन हेर्न सक्नुहुन्छ त्यसको प्रधान सहायकको छ 5 त छ त 5 प्रशासनको छ ठीक छ यो आफैले पढ्नु होला ठीक छ ल यसको खुल्ला र पिछडिएको छ खुल्लामा 2 जना छ पिछडिएमा 1 जना छ यसको दस्तुर हेर्न सक्नुहुन्छ खुल्लाको 600 रुपैयाँ छ समावेशीको 200 रुपैयाँ छ ठीक छ ल समावेशीमा पर्छ ठीक छ दलित मधेसी पिछडिएका इत्यादि धेरै पर्छ ठीक छ ल समावेशीको 200 रुपैयाँ छ ठीक छ अनि खुल्लाको 600 रुपैयाँ छ हेर्न सक्नुहुन्छ ल त्यसपछि फेरि हेर्न सक्नुहुन्छ ल यो विज्ञापनको पुरै डिटेल रूपमा आफैले अलि राम्ररीसित पढ्नु होला ठीक छ ल अनि पुनः यतातिर म तलतिर गइरहेको छु ठीक छ ल त्यसपछि परीक्षाको किसिमहरू हेर्न सक्नुहुन्छ यसरी फर्म एप्लाई गर्ने सबै डिटेल यसमा दिएको छ यो अलि राम्ररीसित डिटेल रूपमा आफैले पढ्नु होला ठीक आफैले पढेपछि अलि राम्ररीसित के हुन्छ नलेज हुनेछ ठीक छ ल त्यसपछि यतातिर हेर्न सक्नुहुन्छ दस्तुर दिने अन्तिम मिति अब मैले मेन पोइन्ट मात्र भन्ने छु ठीक छ ल त्यसको दस्तुर दिने अन्तिम मिति हेर्न सक्नुहुन्छ यतातिर 2081 12 महिना 28 गतेको छ ठीक छ र डबल दस्तुरमा हेर्न सक्नुहुन्छ डबल दस्तुरमा छ 2082 1 महिना 4 गतेसम्म छ ठीक छ डबल दस्तुर र सिंगल दस्तुरको पनि मैले पुरा गरिसके ठीक छ यो स्थान यतातिर यो आफैले पढ्न सक्नुहुन्छ ठीक यो आफैले पढ्न सक्नुहुन्छ ठीक छ ल अनि यो पढेपछि मैले फेरि तलतिर गइरहेको छु अझै यो आफैले पढ्नु होला छ ठीक छ आफैले राम्ररीसित पढ्नु होला त्यसपछि यसको पाठ्यक्रम कताबाट डाउनलोड गर्ने त पाठ्यक्रम डाउनलोड गर्नको लागि
यो वेबसाइटमा क्लिक गर्नुपर्छ। ठिक छ ल www.dcgf.gov.np मा गएर पाठ्यक्रम डाउनलोड गर्नु होला। यतातिर भनिदिएको छ। ठिक छ ल ले पढ्नु होला। र कुनै पनि समस्या हुन्छ भने फर्म भर्न बेलामा या त भाउचर सम्बन्धी कुनै पनि समस्या हुन्छ भने यो नम्बरमा सम्पर्क गरेर अझै डिटेल रूपमा जानकारी लिन सक्नुहुन्छ है। ठिक छ ल यो भ्याकेन्सीको बारेमा म यति भनिदिएँ। ठिक छ र फेरि म ल अनि एउटा कुरा अझै म भनिरहेको छु सबैजनालाई। ठिक छ कि दराज एपबाट कुनै पनि सामान किन्दा हैन कुनै पनि सामान किन्दा हाम्रो यो भिडियोको डिस्क्रिप्सनमा तल लिंक दिएको छ। त्यो लिंकबाट कुनै सामान किन्दा हैन 25% के हुन्छ छुटको साथ सामान किन्न सक्नुहुन्छ। ठिक छ फेरि माथितिर गइरहेको छु। ठिक छ ल यतातिर मैले गरिरहेको छु। यो सबै आफैले पढ्नु होला है। डिटेल रूपमा आफैले पढ्नु होला। म जुमिङ गरिदिइरहेको छु म यो विज्ञापनलाई। ठिक छ ल र जतिजना नयाँ साथी हुनुहुन्छ पुराना साथी हुनुहुन्छ सबैजनाले के गर्ने लाइक शेयर अनि सब्स्क्राइब अनिवार्य रूपमा यो नेपाल भ्याकेन्सीको युट्युब च्यानललाई गरिदिनु होला।